पहिलाको मिनी भ्लगमा चाहिँ हामीले 5 खाना मोमो बनाएर खाएको थियौँ र आजको दिनमा चाहिँ त्यो भन्दा पनि हामीले लंगेस्ट मोमो बनाएर खायौँ र आज लंगेस्ट मोमो बनाउँदाखेरि चाहिँ कतिवटा मोमो बन्यो त। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आइसकेको छु नयाँ मिनी भ्लग लिएर। गाइज आज मम्मी र आन्टीले के जस्तो रहेछ, त्यही भएर चाहिँ मम्मी र आन्टीले आज मोमो बनाएर खानी भन्नुभयो। अनि त्यसपछि मम्मी र आन्टी मिलेर टक पारेर मोमो बनाउँदै हुनुहुन्थ्यो यतातिर। अनि हाम्रो यता किमा पनि खतरा रेडी थियो। अनि त्यसपछि मम्मीहरूले चाहिँ 2-3 खाना बनाइसकेका थिए। गाइज हाम्रो मोमो बनाउने सिस्टम चाहिँ फेरि एकदमै गाउँले टाइपको छ फेरि। अनि त्यसपछि भनिदिन्छु कि हामीले घरमै बनाएर मोमो नखाएको चाहिँ 2 महिना भइसकेको थियो। हेर्नु त कति भइसक्यो। अनि गाइज तपाईहरु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, खतरा नै छ हाम्रो यो मिनी भ्लग। तर खतरा सँगसँगै फेरि अलि लामो पनि छ, त्यही भएर सबैले अन्तिमसम्म हेरिदिनु होला मिनी भ्लग। अनि गाइज हाम्रो फेरि बाजेले मुस्कान दियो भने भिडियो सधैँ भाइरल हुन्छ। ल आज पनि भाइरल गरिदिउँ त, बाजेले हाँस्दिहाल्नु भयो त यता। अनि गाइज हाम्रो चाहिँ भने 5 वटा खाना चाहिँ बसालिसकेका थियौँ। अब यसमा चाहिँ एउटा थप्नु थियो, त्यो चाहिँ बनाउँदै हुनुहुन्थ्यो मम्मीहरूले। अनि हामीले मोमो बनाउँदाखेरि मैदा नपुगेर झन् रोटी बनाउनेको पिठोले मोमो बनाए। त्यो देखेर त यिनीहरूको हाँसो एकछिन पनि रोकेको थिएन। हेर्नु त हाँसेको हाँसे छन् फेरि यिनीहरू। अनि गाइज यिनीहरूको एउटा बानी भनिदिन्छु, काम गर्दाखेरि चाहिँ अगाडि बढ्दैनन्, जब खानी हो भनेपछि त यिनीहरू अगाडि आइपुग्छन् फेरि फर्स्ट लाइन। अनि हाम्रो चाहिँ अझै पाक्न बाँकी नै थियो र एक खाना चाहिँ हामीले अझै एड गर्न बाँकी नै थियो। अनि 2-3टा खाना चाहिँ हाम्रो पाकिसकेको थियो। अनि त्यसपछि एउटा एड हानिसकेपछि हाम्रो फेरि लंगेस्ट मोमो बन्यो फेरि। पहिलाको मिनी भ्लग हेर्नुभयो होला, त्यसमा चाहिँ हामीले चाहिँ भने 5 खाना बनाएको थियौँ। अहिले चाहिँ भने हामीले फेरि 6 खाना बनायौँ। अनि पहिलाको 5 वटामा चाहिँ भने 225 वटा थियो भने अहिले चाहिँ म कति छु लास्टमा भन्नेवाला छु। अझै पनि हाम्रो मिनी भ्लग सकेको छैन नि, अझै त आधा मात्रै हो यो, अझै आधा त बाँकी नै छ कि। अनि गाइस स्वाद चाहिँ कस्तो होला भन्ने हो कि। फेरि आन्टी र मम्मीले बनाएको मोमो फेरि मलाई मस्त लाग्छ कि। अनि मैले यिनीहरूले चाहिँ यस्तो भिडियोमा एक्टिङ गर्दै भनेको त एक्टिङ फेरि यस्तो खतरा गर्छ कि मलाई हँसाएको हँसे थिए यिनीहरूले। अहिले अलिकति मात्रै गर्दै भनेको त पुरै मुखै फाडिदिन्छ नि कि, यस्तो खतरा हँसा थियो त्यतिखेर यसले मलाई। अनि त्यसपछि हाम्रो चाहिँ भने पुरा मोमो रेडी भइसकेको थियो। अनि त्यसपछि मम्मीले चाहिँ भने तातो निकालिराख्नु भएको थियो। गाइस राति तातो मोमो खान त क्या मजा आउँछ कि, त्यही पनि खतरा अचारसँग। अनि फेरि हामीले फेरि दुनियाँको सबसे लंगेस्ट मोमो बनायौँ कि फेरि भाँडामा। अनि एउटा भने हाम्रो चाहिँ पाक्न बाँकी नै थियो, अरू चाहिँ भने मम्मीले निकालिसक्नु भएको थियो खानको लागि। अनि गाइस तपाईहरुले हेर्न सक्नुहुन्छ मम्मीले र आन्टीले बनाएको मोमो फेरि मस्त हुन्छ कि देख्नमा र खानुमा पनि। अनि त्यसपछि आन्टीले चाहिँ सबलाई कटोरामा, कसलाई प्लेटमा, कसलाई केमा हालिदिन लाग्नु भयो, त्यो पनि अचारसँग। फेरि यस्तो खतरा थियो मोमो, हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि त्यसपछि यसो भिडियो बनाउनले चाहिँ हातमा समात्दै गएन मोमो, यस्तो तातो थियो कि फेरि खतरा। अनि हाम्रो मम्मीले बनाएको स्पेशल अचार पनि खतरा देखिरहेको थियो। हेर्नु त अब यो खानामा पनि फेरि खतरा नै थियो। अनि गाइस हेर्न सक्नुहुन्छ मोमो चाहिँ भने फेरि खतरा नै भएको थियो। अनि त्यसपछि सबले स्टार्ट गरे खानालाई। अनि फेरि भाइ त भने आफ्नै पारामा खाइरहेको थियो कि यता साइडमा बसेर फेरि हेर्नु। अनि त्यसपछि पाला है मेरो पनि ट्राई गर्ने, त्यही भएर चाहिँ मैले आफ्नो भाग लिएर चाहिँ ट्राई गर्दाखेरि चाहिँ भने बब्बाल नै भएको थियो। अनि गाइस मैले चाहिँ भने आफ्नो मोमो इन्जोय गरिरहेको थियो। अनि त्यसपछि मम्मी आन्टी भाइ बहिनी चाहिँ सबै यहाँ इन्जोय गरिरहेको थिए आफ्नो आफ्नो। गाइस एक्लै बसेर होटलमा खानु र घरमा बसेर परिवारसँग खानु चाहिँ अलग नै हुन्छ, छुट्टै हुन्छ मजा फेरि। अनि गाइस तपाईहरुले चाहिँ अहिलेसम्म हाइएस्ट मोमो कतिवटा खानुभएको छ यसो भन्नु होला मलाई पनि।